तपाईहरुलाई भनेको कुरा अलिक उल्टो हो कि जस्तो लाग्यो ठिक छ अलि कोही श्रीमान बिरामी भयो भने श्रीमती नजानु होला 조금만 먹어야 돼. र हामीले कुन कुरा थोरै खाने आफूलाई अड्कलेर आफ्नो शरीरको लागि चाहिने मात्र हामीले प्रयोग गर्नुपर्छ खानुपर्छ 설탕 조금 먹어야 돼요. जस्तै हामीले चिनीको मात्रा जुन छ त्यो हाम्रो शरीरमा एकदमै कम भए पनि हुन्छ 기름만 조금만 먹어야 돼요. जस्तै हामीले दैनिक भान्सामा प्रयोग गर्ने तेलको गर्दै गर्यो भने जुन हाम्रो पेट मोटापन छ अथवा पेट बढ्ने मात्रा छ त्यो कम हुन्छ 맞아요, 안 맞아요? हो कि हैन 그냥 오늘부터 그냥 조금 먹어야 돼요. र तपाईहरुको माझमा आएर मैले यसरी भने नुनको मात्रा कम खानुस् चिनीको मात्रा कम खानुस् भात कम खानुस् अब आजदेखि त्यो सुरु गर्ने कि नगर्ने 배가 큰 사람은 좀 배가 뱃살 빼야 돼요. जसको पेट ठुलो बनाउनु भएको छ जो मोटो हुनु भएको छ उहाँको पेट घटाउनु पर्यो शरीरमा भएको बोसो घटाउनु पर्यो हुन्छ कि हुन्न 그러면서 마지막 제가 चाहिने वस्तुहरू निकालेर फ्याँक्नु पनि पर्छ 우리 먹는 거 다 쓰레기예요. 우리 몸을 빠져야 되잖아요. र जुन चिज हामीले खान्छौँ त्यो चिज शरीरमा हाम्रो पुष्टि तत्त्व बनेर बाँकी रहेको भाग चाहिँ हामीले निष्कासन गर्नुपर्छ किनभने हामीले खाना खाँदा कुनै पनि चिजहरू हाम्रो शरीरमा एकैचोटि धेरै गयो भने धेरै खाना खायो भने त्यो हाम्रो शरीरको लागि चाहिने नचाहिने वस्तु सबैजना बस्दिनु होला नमस्ते सबै यहाँको 얼굴이 너무 붉고 예쁘십니다. यहाँ आउँदै गर्दा तपाईहरुलाई देख्दै गर्दा तपाईहरुको अनुहार खुसी राम्रो सबै सुन्दर सुन्दर देखिनु भएको 그러면 대통령이 새 대통령이 출마를 하면 대통령이 되면은 각 기업들의 1등 기업을 선정을 해요. 각 분야별로. र जब कोरियामा नयाँ राष्ट्रपति आउनुहुन्छ परिवर्तन धन्यवाद आदरणीय श्रीधरजी एकपल्ट श्रीधरजीको लागि जोरदार ताली बजाइदिनु होला ताली पुगेन बिगेन नेपालको ताली दुवै हात टाउको भन्दा माथि उचाली उचाली एक दुई एक दुई एक दुई एक दुई एक दुई तिन चार एक दुई तिन चार बिगेन 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 तपाईको युगिया युगिया सियोमम सियोमम प्रेसिडेन्शियल मिनिस्टर लेसर विनोद सर हजुरहरू हाम्रो स्वास्थ्य नेपालमा के हजुरहरू सबै के यस्तो हुनुपर्छ के विगत नेपालको कार्यक्रम भइरहेछ आवाज निकालो भन्यो भने कस्तो गराउँदैछ विगत नेपालको थेरापीले राम्रै गराएको छ पक्का हो फेरि कार्यक्रममा गएर सरम्यामहरूले कस्तो भएको छ भनेर सोद्धाखेरि सबैले सन्चो भएको छ भन्नु होला निको नभए निको भएको छ भन्नु होला भनेर सिकाएर ल्याउनु भएको हो कि थेरापीले पक्कै राम्रो भएको छ ल म च्वाट्टै भयो भनेर म अहिले सोध्दिनँ थोरै भए पनि थेरापी गर्न थाले पछाडि अलिकति पनि मेरो बिमार घटेको छ भन्नेले एकचोटि हात उठाएर सहयोग गरिदिनुहोस् त ल वाह वाह सबैजनालाई सुधार भएको रहेछ फेरि एकचोटि आफै लागि जोरदार ताली बजाइदिनु होला र निकै टाढादेखि आउनु भएको छ हजुरहरू कोही यहीँ नजिकैको यहीँ प्रियाचोक सेन्टरको बुवाआमाहरू पनि हुनुहुन्छ कोही यता टाढा भिरैदेखि पनि आउनु भएको छ झिलझिलेदेखि आउनु भएको 언나야? 뭐